सो हेलो एभ्रीबडी, आज हामी जाँदैछौँ पशुपतिनाथ। पानी अलिअलि परिरहेछ। यो चाहिँ कपन हो। मन्दिर जाने भनेपछि हामी सबैको इनर्जी एकदमै डिफ्रेन्ट तरिकाले आइहाल्छ होइन। हामी 3 जना बसेर जाँदैछौँ। एक तलसम्म कहाँसम्म हुन्छ। अब हामी 3 जना जाँदैछौँ यहाँबाट कहाँसम्म हुन्छ। अब हामी पुग्यौँ बौद्धमा अनि यहाँबाट चाहिँ हामी हिँडेर उता जानुपर्ने हो। यहाँबाट हामी क्रस गर्दैछौँ। अब हामी अप्ठ्यारो बाटोमा इन्ट्री गरिरहेछौँ। हामी छौँ अहिले एयरपोर्टको तलपट्टि साइडको रोडमा। पानीले अलिअलि भिजाइसकेको छ। 3 जनाले सँगै ट्राभल त गर्नु हुँदैन, तर पनि बाध्यता हाम्रो। हामी एकदमै पङ्क्चुअल, नेपालको सबै रुलहरू फलो गर्ने मान्छे हो। हामी आइपुग्यौँ सन सिटीनेर। यो हो सन सिटी। यो चाहिँ पुल भर्खरै बनेको हो। यताको हो प्लानिङ। यो चाहिँ प्लानिङ हो। मैले दिदीलाई यहाँ सिकाइरहेको छु किनभने यो मेरो एरिया हो। हेलो मेरो भाइ। हेलो माइको छ भाइ, मेरो सानो भाइ। हेलो भन। ह्यापी बर्थडे टु यु। थ्याङ्क यू भन न। ह्यापी बर्थडे टु यु। थ्याङ्क यू भन। कति वर्ष भयो तिमी? 6 वर्ष भयो। गरे मम्मी। हामी अब यहाँ पार्किङमा छौँ। अब यहाँ पार्किङबाट हामी रोक्दैछौँ, कुर्दैछौँ। अब एकछिनमा हामी भित्र जान्छौँ। गाडी आइसकेको छ उताबाट। अरू के भन्नु छ बाबु? एकदमै धेरै भिड छ हाम्रो अहिले पशुपतिनाथ मन्दिरमा, किनभने आज सोमबार हो अनि सबैजना पूजा गर्न आउनु भएको छ। लाइन मात्रै छ, टन्नै लाइन छ होइन। अब हेरौँ हामी कति बेला पालो पाउँछौँ आफ्नो चाहिँ है। ल हामी लाइन यता हेर। बाँदर झुन्या छ मसँग यसरी। जामा बाँदरजी। यहाँ चाहिँ यस्तो खालको रमाइलो भइरहेछ है। 2 घन्टा लाइन लागिसकेपछि हामीले बल्ल आफ्नो पालो पायौँ नि मम्मी। धेरै टाइम लाग्यो धेरै, तर हामी चाहिँ दर्शन गऱ्यौँ नि त। रक्षा गरौँ। मेरो भाइ नाच्दैछ। या नाच्छ फेरि। अब हामी जाँदैछौँ चप्पल ल्याउन अनि चप्पल लिएर हामी जानेछौँ घर। अनि हामी घर गएर रमाइलो गर्नेछौँ होइन त बाबु? कस्तो लाग्यो तिमीलाई यहाँ? राम्रो लाग्यो। अब हामी परेवालाई चारो दिँदैछौँ। अब हामी बाहिर जाँदैछौँ। हाम्रो दर्शन भइसक्यो। फोटो पनि अलिअलि खिच्यौँ हामीले होइन, मेमोरीको लागि। अब हामी बाहिर जाँदैछौँ। यहाँ धेरै नै मान्छे हुनुहुन्छ आज, सोचे भन्दा पनि धेरै। हामी सबैजनाले दर्शन भनिसकेपछि भगवान्को मन्दिरमा आउने भनेपछि छुट्टै खालको त्यो इनर्जी हुन्छ। अहिलेसम्म हामीलाई भोक पनि लागेको छैन नि। छैन लागेको छैन, हामीले केही खाएको छैनौँ। भर्खर पानी चाहिँ खायौँ। अब चाहिँ पानीबाट स्टार्ट हुँदैछ। हजुरहरू देख्न सक्नुहुन्छ यहाँ पूजा गर्नेको क्रेज होइन। यति धेरै मान्छेहरू लाइनमा हुनुहुन्छ मेरो पछाडि होइन। पुरै लाइन लाग्नु भएको छ। अझै पनि कति बेला आउँछ पालो भन्ने कुरा थाहा छैन। पशुपति दर्शन हामीले गरेका थिएनौँ नि मम्मी। अहिलेसम्म हामीले पशुपतिमा सबै आमा छोरीले दर्शन गर्न पाएका थिएनौँ। समयले साथ दिएको थिएन। भ्लगको होइन अझै हुन्छ हाम्रो। अझै थिएन। अब घर जानु लाग्यो। ल हुन पनि सक्छ, नभए भने यही नै हाम्रो लास्ट पार्ट हो भ्लगको।